भगवान श्री सत्य साई बाबा भन्नुहुन्छ, थोरै बोल मिठो बोल र आवश्यक परेमा मात्र बोल। नमस्कार, म अर्णव कार्की, ईश्वरार्जन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा 4 मेचीनगर 10 बाट कार्यक्रमका सभापति महोदय, निर्णायक मण्डल, गुरुबा गुरुआमा, प्रतिस्पर्धी साथीहरू लगायत सम्पूर्णमा स्वीकार्नुहोस् मेरो ज्ञान अभिवादन। आजको यस वक्तृत्व कला प्रतियोगितामा मेरो शीर्षक रहेको छ मेरो विद्यालय। विद्यालय अर्थात् एउटा यस्तो स्थल जहाँ हामी विद्या आर्जन गर्छौं, जहाँबाट सिकाइ सुरु हुन्छ औपचारिक रूपमा। मेरो लागि मेरो पहिलो विद्यालय मेरो घर हो। मेरो आमाले मलाई मिठो लोरी सुनाएर बोल्न सिकाउनु भयो, ताते ताते गरेर हिँड्न सिकाउनु भयो। मेरो बुबाले आफ्नो काँधमा हालेर वरिपरि डुल्न सिकाउनु भयो। मेरो हजुरआमाले मलाई कथा सुनाएर सुन्न सिकाउनु भयो। आमाको न्यानो काखबाट ओर्लिएर बिस्तारै हिँड्दै म हजुरबुबासँग म मेरो दोस्रो विद्यालय जान थाले, जहाँ ज्ञानको ज्योतिले धरती जगमगाउँछ, जहाँ शिवको ध्वनिले आकाश जगमगाउँछ। छ सुन्दर शान्त इस्ट होराइजन हो। मेरो विद्यालयको नाम इस्ट होराइजन हो। जसरी मेरा परिवारका सदस्यहरूले मलाई हिँड्न बोल्न सिकाउनु भयो, त्यसरी नै गरी गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर गुरुर साक्षात् परब्रह्मा तस्मै श्री गुरुवे नमः। यसरी मेरा भगवान जस्तै मेरा शिक्षक शिक्षिकाहरूले मलाई ज्ञानको पाठ सिकाउनुहुन्छ। मेरो विद्यालयमा म पढ्न सिक्छु, रमाएर साथीहरूसँग मिलेर बस्न सिक्छु। मेचीनगर 10 टिमाइपुर उत्तर जानु भएकाले सुन्दर शान्त हरियाली वातावरणमा मेरो विद्यालय देख्न सक्नुहुनेछ। मेरो विद्यालयमा 100 जना भन्दा बढी शिक्षक शिक्षिकाहरू हुनुहुन्छ। उहाँहरूले हामीलाई आमा बुवा जस्तै माया गरेर पढ्न सिकाउनुहुन्छ। सँगसँगै जीवन उपयोगी ज्ञान पनि दिनुहुन्छ। नाच्न, गाउन, खेल्न, ठुलालाई आदर र सानालाई माया गर्न संस्कार सिकाउनुहुन्छ।